यदि तपाईलाई हिमालको मुस्कान र सूर्योदयको जादु गुमाउन मन छैन भने सेल्फी डाँडा पक्कै पनि जान नछुटाउनु होला। यो ठाउँले बच्चादेखि बुढोसम्मको मन जित्छ। हेलो सबैलाई स्वागत छ। आज हामी जाँदैछौँ सेल्फी डाँडा, जसलाई लिस्ने भिर पनि भनिन्छ। तानसेनको सांस्कृतिक र रानीमहलको कथा बीचबाट मेरो यात्रा सुरु भयो। तानसेनबाट छोटो यात्रापछि भैरवस्थान पुगे। यहाँको हावा साँच्चै स्वच्छ र शान्त पाए। भैरवस्थानबाट अल्ली पर हाटोको चोकमा पुगे। यहाँबाट बायाँ बाटोले सेल्फी डाँडातिर लैजान्छ। रिब्दीकोट गाउँपालिका माथि एउटा जक्सन आयो। यहाँबाट हामीले दायाँ मोडिन्छ। यो बाटो हरियाली र टाढा हिमालको दृश्यले सजिएको थियो। देउराली र खिया हुँदै बाटो उकालो लाग्यो। यो बाटोमा हरियाली र हिमालको झलक देखिन्छ। फाइनली हामी सेल्फी डाँडा पुग्यो। यो ठाउँ प्राकृतिक सौन्दर्यले भरपूर थियो अनि हामीले हाम्रो बाइक पार्क गरौँ, तर सावधानी अपनाएर, किनभने यो ठाउँ अलि जोखिमपूर्ण छ है। त्यसपछि हामी सिडी झरौँ, जहाँ एउटा धारा भेटियो, जहाँको पानी चाहिँ एकदम शुद्ध र चिसो थियो। त्यसपछि पहाडको सानो बाटो सुरु भयो। यो बाटोबाट हिमाल, जंगल र सूर्योदयको मनमोहक दृश्य देख्न पाइयो। अनि यहाँ रहेको बुद्धको मूर्ति र यहाँको शान्त वातावरणले मनलाई शान्ति दियो। यो ठाउँ प्रकृति प्रेमीहरूको लागि स्वर्ग नै हो। त्यसपछि म नजिकैको बेन्चमा बसेर मैले प्रकृतिको आनन्द लिन लागे र त्यसपछि मनै मनमा सोचे, यो ठाउँ त साँच्चै विशेष नै रहेछ। सेल्फी डाँडाको टुप्पोबाट मैले विशेष ठाउँहरू देखेँ, जस्तै कुसेनी, रिडी, किपट, अर्गेली र रनुवा। यो दृश्यले मन र आत्मा दुवैलाई ताजगी दियो। सेल्फी डाँडा केवल ठाउँ होइन, यो त प्रकृतिको जादु र मनको यात्रा हो। यहाँबाट फर्कदा हरेक पाइलाहरूमा पाल्पाको माया बोकेर गए। अर्को साहसिक गन्तव्यमा भेटौँला है त। धन्यवाद।